नमस्ते। अब आज म चाहिँ पुस्तान्तरको सँगैको सोचमा परिवर्तन होइन, सत्यमा परिवर्तन होइन, एसिमको सेरफेरमा बोल्दैछु। जेन एक्स, जेन वाई र जेन जेड, जेन जी कुराकामा र भदौ 23-24 आन्दोलनपछि नेपालमा पनि यो लहर बढेको थियो। पहिलेदेखि थियो, सुसुप्त थियो, भित्रभित्र थियो, अहिलेको छ होइन। यसैको सेरफेरमा जान्छु। अब यहाँनिर भन्दाखेरि म 2-3 कुरा पहिला भन्न चाहन्छु। एक सत्य, संसारमा अब्सोल्युट ट्रुथ एक मात्र सत्य हुँदैन है, सत्य पनि सापेक्ष हुन्छ र त्योसँगै कुरा के हुन्छ भने पक्षधरता हुनुपर्छ हुन्छ है। मान्छे बाई बर्न, मान्छेको जन्मजातै तटस्थ हुन सक्दैन के। 2-3 कुरा आउँछ नि त होइन, अब्सोल्युट ट्रुथ र निष्पक्षता कुरा आउँछ। यो पनि हामीले ख्याल गर्नुपर्छ। सत्य सापेक्ष हुन्छ, हरेक कुरा सापेक्ष हुन्छ र हरेक कुरामा पक्षधरता हुन्छ। अब यसैबाट कुरा गर्दै अगाडि बढौँ होइन। अब अहिले तत्काल चाहिँ जेन जेड, जेन वाई र जेन एक्सको टकराव छ है। सबैले आफ्नो ठाउँमा सोचेको सत्य ठिक पनि होला के, सत्य सापेक्ष हुन्छ होइन। जेन एक्सले के भन्छ भने मैले संसार यति धेरै देखिसकेँ, यति धेरै संसार देखेँ, यति धेरै युद्ध देखेँ, यति धेरै किन आन्दोलन देखेँ, यति धेरै किन यो देखेँ, ऊ देखेँ, परिवर्तन देखेँ, मैले जति कहिले जाने होला भन्छ। जेन वाईले भन्छ कि साला म हुर्किँदाखेरि त विकासको यस्तो क्रमहरू भयो भने, यति अवसर पाएँ मैले, यति ठाउँमा जागिर खाएँ मैले, यति पढेँ, मैले पढ्न पाएँ, मैले जति के जाने होला भन्छ। र जेन जेडले के भन्छ भने हामी त नयाँ जन्मेको पुस्ता हो, विज्ञान प्रविधिसँग हुर्किँदै जन्मेको पुस्ता हो होइन। हामी त किबोर्डबाट प्रम्प्ट हानेर आउटपुट निकालेको पुस्ता हो होइन। संसार हामी अनुसार चल्नुपर्छ भन्छ। टकराव यही हो हेर्नुहोस्। र यही टकराव सबैतिर देखिन्छ। अब हिजो यो अर्को के हुन्छ भने विकासक्रम यस्तै हुन्छ क्या। एउटा 1, 2, 3, 4, 5, 6, 7, 8 हुन्छ। एउटा हुन्छ 1, 2, 4, 8, 16, 32 हुँदै जान्छ होइन। अर्को हुन्छ 1, 10, 100, 1000 अनि त्यसपछि 10,000 या लाख यस्तै जान्छ होइन। अब समस्या यही नै हो क्या। जेनेक्सले के भन्छ भने विकास क्रमानुगत रूपमा हुनुपर्छ, बिस्तारै 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 हुनुपर्छ भन्छ। जेन वाईले के भन्यो भने विकास त हुनु पऱ्यो, अलिकति पेस अलिकति बढ्नु पऱ्यो भन्ने कुरा हो। जेसम्म आउटपुट आएर उनीहरूको आउटपुट के छ नि, मैले यता इन्टर राख्दा यता आउटपुट हुन्छ भने कोडिङको कसलाई थाहा छ है। कोडिङ गर्दाखेरि होइन यताको रुममा अनि यताको किचन तपाईँको किचन डाटा एनालाइसिस गर्दाखेरि हरेक कुराहरूमा यताको रुममा इन्टर हान्ने बित्तिकै यताको रुममा आउटपुट देखिनु पऱ्यो कि। अनि त्यो कुरा हो नि त होइन। एआईको कुरा पनि थियो, यता प्रम्प्ट हान्ने बित्तिकै यता आएको। अबको पुस्ता भनेको एआईसँग हुर्केको पुस्ता हो क्या होइन। अब यो पनि कुरा सानो जग्गा कुरा गरौँ न। हिजो जग्गामा एक बाली लगाएर जग्गा खाली राखेर सबै खुसी थियो। अब बिस्तारै बिस्तारै जग्गामा 2 बाली लगाउँदै गइयो र अहिले चाहिँ अप्टिमम युटिलाइजेसनको कुरा आएको छ होइन। कसरी हुन्छ जग्गाको चाहिँ उच्चतम प्रयोगको कुरा आएको छ होइन। हो यिनै कुरा हो क्या। राज्य प्रणालीमा पनि त्यही हो। हिजो अब एउटा फाइल आज सुरु गरेर 2 महिना 3 महिना एनालाइसिस गरेर एउटा त्यो चल्दैन छैन के। र अझै पनि एउटा पुस्तामा धङधङ्गी छ चाहिँ छ। म भर्खर दाङ पनि गएर आएँ होइन। यताउता हिँडिन्छ, गफ गरिन्छ, हेरिन्छ होइन। एउटा पुस्तालाई के छ भने बडो धङधङ्गी छ कि मैले यो संसार के जानेछ भन्ने होइन। म नभए संसार सकिन्छ भन्ने धङधङ्गी छ हेर्नुहोस्। सबभन्दा पहिले यो धङधङ्गी फाल्नुपर्छ कि म नहुँदैमा संसार सकिँदैन, म गए पनि अर्को आउँछ।
एउटा व्यक्ति जाँदैमा संसार सकिन्न, एउटा दल जाँदैमा लोकतन्त्र सकिन्न होइन। संसारमा त्यो स्पेस भर्न कोही आउँछ हो। यिनै धङधङ्गी बिचमा हो। पुस्तान्तरको समस्या त छ। म सधैँ भन्छु, स्कुलमा पढ्दा पनि हामी कुरा गर्थ्यौँ, एउटा टिचरमा सधैँ धङधङ्गी हुन्छ कि मैले जति यो विद्यार्थी के जानेछ भन्ने छ कि, सधैँ ड्राइभरलाई धङधङ्गी हुन्छ कि भाइले के जानेछ भन्छ, बाउलाई सधैँ धङधङ्गी हुन्छ कि म त्यो छोराले के जानेछ। हामीले कहिले पनि सहअस्तित्व स्वीकार्नै सकेनौँ के, चाहे त्यो पुस्तान्तरमा होला, चाहे लिङ्गमा होला, चाहे वर्गमा होला, चाहे त्यो पहिचानमा होला, हरेक मुद्दामा हामीले सहअस्तित्व स्वीकार्न छैनौँ। हामीले भन्नौँ कि मैले के जानेछु, यसले के जानेछ, मैले नजाने कुरा यसले जाने हुनसक्छ, यसले जाने कुरा म जाने हुनसक्छु होइन। मसँग नभएको कुरा योसँग हुनसक्छ, यसको पनि अस्तित्व छ। समस्या यहाँबाट हो कि अझै पनि हाम्रा सरकारी छात्र निजी प्रणाली पनि कस्तो चलिरहन् भन्ने कुरा छ कि, यति धेरै प्राइभेट कम्पनी सर्भिस प्रोभाइडर छन् होइन, उनीहरू कसरी चलिरहन्, ब्याङ्कहरू कसरी चलिरहन् होइन। अझै पनि ब्याङ्कमा गएर मान्छे 2 घन्टा 3 घन्टा लाइन लाग्नु परिरहेको छ। प्राइभेट ब्याङ्कमा कुरा गरेको छु म, सरकारी छाडिदिनुहोस्, सरकारीमा पुग्दैन पऱ्यो। प्राइभेट ब्याङ्कहरू कसरी चलिरहन्, हाम्रा के छन् आइएसपी प्रोभाइडर कसरी चलिरहन् होइन, नेट टेलिकम प्रोभाइडर कसरी चलिरहन् होइन। यदि कुरा हो नि त, सरकारी त अझ कुरै छाडिदिउँ, सरकारी संविधान न्याय प्रणाली कसरी चलिरहेको छ, राज्य प्रणाली कसरी चलिरहेको छ होइन। एउटा मुद्दामा 20 वर्ष अझै किन लागिरहेको छ। अबको पुस्ता कुरेर बस्दैन है। समस्या यहाँनिर हो, सुध्रिने या सकिने होइन। परिवर्तित युग र बदलिँदो समयसँग अगाडि बढ्न सकिन्छ या सकिन्न, मुद्दा यही नै हो। र सत्य सापेक्ष हुन्छ। सत्य सापेक्ष हुने बित्तिकै कुरा के हो भने कोही गलत हुन्न, तर कुरा के हुन्छ भने पक्षधर्ता पनि हुन्छ होइन। समय जहिले पनि नयाँ पुस्ताको पक्षमा हुन्छ है, यो चाहिँ बुझ्नुहोस्। सत्य सापेक्ष होला, तर समय सधैँ नयाँ पुस्ताको पक्षमा हुन्छ। थ्याङ्क यू।